सबैलाई नमस्ते है। आज चाहिँ हामीले चाहिँ मुसाको लागि थापेको लिसोमा चाहिँ एउटा चिज परिरहेको छ। त्यसको लागि चाहिँ अब हामीले यता उतार गर्दैछौँ। यत्रो चिज चाहिँ यहाँ बिचरा है परिरहेको रहेछ। त्यो उल्लु अनि पेट्रोल त हाल्नुहुन्न रे झन् हुन्छ रे खै झन् बोल्न सक्छ नि त कोले च्याट जिपिटी च्याट जिपिटीले भन्नु हो के सबै भन्दैन नि बिस्तारै गर्नु मात्रै आत्तिरहेको मोर जस्तो नखाँदा के लोकलाई अहिले फेरि मुखै टाल्ले क्या हो ओके ए मुख पनि ताले हो टाल्ले जस्तो न त टुक्थ्यो जस्तो लाग्छ मुखै टाल्ले जस्तो हो क्या अहिले तालेर पछि अघि नै टाँसो थिएन कि अब त्यति के गऱ्यो अनि ऊ हो टार्स्या होइन टार्स्या ठुङ्गा ठुङ्ने हेर्ने फेरि सक्नु होइन नि ताले टाल्ले ए दुखेर होला पानीको औँला छोड्दै नछोड्ला क्या लिसा हाल्ने नाइके त होइन छ नि फेरि हाल्न त मैले हालिदिएँ नि गयो कि दाइ ओए ओए दाइ ओइ भित्र गयो भित्र यसको पानी नै यस्तो छ के अनुहारहरू माया लाग्छ पानी नै यस्तो हो। बाबु त्यस्तो होइन नि गरे अघि यसको अनुहार हेरेर तित लाग्दो बानी हो र यस्तो कसो गरे यसको साला हाई भन्दा नि हाई केटा एकछिन गर्दा माया लाग्छ मुखेर पानी नै यस्तो छ कि यस्तो दुखेर लाग्नु बिचरा है खतरा है आँखा पनि अब यसलाई हामीले छोडिदियौँ है हेरौँ यो कति बेर उठ्छ घाममा सुकोस् मजाले सुकेपछि अनि जान्छ यो बिचरा बिजोग भाइलाई खै यता पल्टा मलाई ल उठ त बाबु उठ 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 ल ल गयो 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 कता जान्छ यो है त्यो रक्सीले माते जस्तो हिँड्दा कता पो हिँड्छ है अब यो त गाई अब यसलाई कसरी होला सन्चो बनाउने कुकुरा भने कुकुरले खाला भने डर छ ल गाइस ल